आज चाहिँ मैले घरमा फर्स्ट टाइम लाफिङ बनाएको। हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। अनि यहाँ चाहिँ तपाईँले सबै सामानहरू देखिसक्नुभयो होला के हो भनेर। अनि यो चाहिँ चिल्ली ओइल हो, यो पनि मैले घरमै बनाएको थिएँ। एक दिन यसको पनि म रेसिपी तपाईँलाई भन्ने छु है। अनि अब चाहिँ म लाफिङ बनाउनु स्टार्ट गर्छु। अनि यहाँ चाहिँ बहिनीले देखाउनु न एकपल्ट भनेर भन्दै थियो। अनि यसरी बनाएको थिएँ। फर्स्टको चाहिँ बिग्रेको थियो, तर पनि मैले यसरी बनाएँ। साइज चाहिँ अलिकति सानो ठुलो गर्दै। अनि फर्स्टमा चाहिँ मैले यो लाफिङलाई राखेर चिल्ली ओइल राखिदिएँ। त्यहाँदेखिको यो ग्लुटनलाई राखेर वाइ पनि त्यसको माथि राखिदिएँ। अन्त बहिनीले म ऱ्याप गर्छु ल भनेर चाहिँ उसले टक्कै यहाँनिर यसरी ऱ्याप गर्दै थियो। अनि त्यहाँदेखिको उसलाई काट्नु लगाएको त उसलाई त जानेन। त्यहाँदेखि मैले नै यसरी काटेँ होइन। त्यसको बादमा चाहिँ यहाँनिर लाफिङ रेडी भइसकेको छ। अनि कसलाई मनपर्छ कमेन्ट गर्नुहोस्। अन्त मैले यहाँनिर बहिनीलाई लु टेस्ट गरेर भन कस्तो भयो भनेर भन्दै थिएँ। अन्त उसले चाहिँ फर्स्टमै टेस्ट गरेको, दामी भएछ मिठो भन्नुभयो होइन। त्यहाँदेखिको बादमा भाइ पनि आएको थियो। अनि भाइलाई पनि टेस्ट गरेँ, उसले पनि फर्स्ट टाइम खाएको, मिठो भएछ भनेर भन्दै थिएँ। अन्त अब चाहिँ म खान्छु है। अन्त मैले कस्तो बनाएछु भनेर मैले टेस्ट गरेको त वाउ, आफूलाई कस्तो मन परेको हो। अनि आजको भिडियो यति नै। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।